यो हेर्नुहोस् है, यो मह भनेर यसरी बोरा बोरा लिएको छ बेच्ने हाम्रो भाइहरू। भाइ तिमीले कति बेच्यौ? कति बेच्यौ? तिमीले कति बेच्यौ? कटाहरू गाउँघरमा यसरी गर्नु मिल्छ सोझो सोझोलाई? चुक बेच्ने नै भन्यो होइन? चुक बेच्ने भनेर बासमा आएको रहेछ भनेर। अनि हामी अहिले त परिन भाइले फोन गर्दाखेरि पनि चुकै सन्तोषले चाहिँ चुकै भनिराख्नुहुन्छ नि। हेर्नुहोस् त, उहाँहरूले चाहिँ यसरी अब गाउँमा पस्दा चाहिँ सोझो साझालाई चाहिँ म भनिएको छ, यहाँ बस्नेलाई चाहिँ चुक भनेर यसरी बासमा गएर बस्नु भएको छ। यता फर्क भाइ, के तिम्रो नाम? रुपेन के हो? रुपेन धामिन? घर कहाँ हो? झापा कुण्ड हो? ठ्याक्कै भन। मैले पहिले नै झुम्काबाट यस्तो मह कति पुरेको। तिम्रो चाहिँ के हो नाम अरे? तिम्रो नाम चाहिँ के अरे? रोशन दामी। अघि त तिमीले दीपक भनेको थियौ त। माथि सिगारेमा भनेको तिमीले? तिम्रो घर कहाँ हो? झुम्काई हो। तिमीले कसको काटेको अरे भन त? धनकुटा के अरे भिरगाउँको भनेर बेच्दैन तिमीले? यो हेर्नुहोस् है, यो मह भनेर यसरी बोरा बोरा लिएको छ बेच्ने हाम्रो भाइहरू। भाइ तिमीले कति बेच्यौ? कति बेच्यौ? तिमीले कति बेच्यौ? कटाहरू गाउँघरमा यसरी गर्नु मिल्छ सोझो सोझोलाई? चुक बेच्ने हो त भाइ त भन्छ होइन। अनि अब बेच्ने भनेको त कन्फ्युज भयो क्या। चुक बेच्ने नै भन्यो होइन? चुक बेच्ने भनेर बासमा आएको रहेछ भनेर। अनि हामी अहिले त परिन भाइले फोन गर्दाखेरि पनि चुकै सन्तोषले चाहिँ चुकै भनिराख्नुहुन्छ नि। हेर्नुहोस् त, उहाँहरूले चाहिँ यसरी अब गाउँमा पस्दा चाहिँ सोझो साझालाई चाहिँ म भनिएको छ, यहाँ बस्नेलाई चाहिँ चुक भनेर यसरी बासमा गएर बस्नु भएको छ। यता फर्क भाइ, के तिम्रो नाम? रुपेन के हो? रुपेन धामिन? घर कहाँ हो? झापा कुण्ड हो? ठ्याक्कै भन। मैले पहिले नै झुम्काबाट यस्तो मह कति पुरेको। तिम्रो चाहिँ के हो नाम अरे? तिम्रो नाम चाहिँ के अरे? रोशन दामी। अघि त तिमीले दीपक भनेको थियौ त। माथि सिगारेमा भनेको तिमीले? तिम्रो घर कहाँ हो? झुम्काई हो। तिमीले कसको काटेको अरे भन त? धनकुटा के अरे भिरगाउँको भनेर बेच्दैन तिमीले?